व्रतबन्ध अर्थात् उपनयन व्रतबन्ध परम्परा वैदिक सनातन धर्म मान्नेहरूले गरिने एउटा प्राचीन रीतिरिवाज हो। व्रतबन्ध सनातन परम्पराको 16 संस्कार मध्येको एउटा महत्त्वपूर्ण संस्कार हो जुन छोरा मान्छेहरूले पालन गर्नुपर्ने धार्मिक मान्यता छ। यो एक प्रकारको शपथ ग्रहण हो। 16 संस्कारको हिसाबले व्रतबन्ध 10औं संस्कार हो। यो संस्कार बालक अलिकति जान्ने र बुझ्ने भएपछिको पहिलो संस्कार हो। त्यसैले बालकलाई संकल्प प्रतिज्ञाहरूको बन्धनमा राखेर जीवन व्यवस्थापनको विषयमा शिक्षित दीक्षित गर्ने प्रक्रियाको प्रारम्भ गरिन्छ। व्रतबन्ध धार्मिक विषय मात्र होइन, यो परम्परा र संस्कारको विषय हो। यो बालकलाई अनुशासित मर्यादित जीवनका लागि कार्य गर्ने र सुखी समृद्धि विवेकयुक्त चिन्तन तथा व्यवहार गर्ने संकल्प लिने कर्म र त्यसका लागि तयार गरिने दिन हो। शास्त्रीय मान्यता अनुसार जबसम्म केटोको व्रतबन्ध हुँदैन उसलाई अपवित्र मानिन्छ। व्रतबन्ध नगरेसम्म विवाहमा समेत बाधा आउने, क्रिया बस्न, यज्ञमा बस्न, श्राद्ध गर्न नपाइने आदि विभिन्न धार्मिक कर्महरूमा बाधा आउने भएकाले 7-8 वर्षको उमेरमै व्रतबन्ध गर्ने गर्छ। धार्मिक मान्यता अनुसार व्रतबन्ध नगरी विवाह गर्नुहुन्न भन्ने मान्यता रहेको छ। कसैले भने आफ्नो विवाह हुनुभन्दा अघि गर्ने गरिन्छ। आफ्नो परम्परा अनुसार व्रतबन्ध गरिने तरिका पनि फरक हुने गरिन्छ। व्रतबन्ध 8 वर्षकै उमेरमा गर्नुपर्छ भन्ने चाहिँ हुँदैन। शास्त्रीय मान्यता अनुसार 8 वर्षदेखि अन्तिम 24 वर्षभित्र गर्नुपर्ने हुन्छ। त्यसपछि भने व्रतबन्ध गरेको कुनै मान्यता हुँदैन। समुदाय अनुसार व्रतबन्धलाई पास्मी, छेवार, उपनयन संस्कार, चूडाकर्म आदि नामले चिनिन्छ। व्रतबन्ध कहिले गर्ने भन्ने दिन र समय पुरोहित र लामा गुरुहरूले मिलाउने गर्दछ। व्रतबन्ध प्राय माघ महिनादेखि असार महिनासम्मको साइत राम्रो मानिन्छ। व्रतबन्ध भएपछि केटोले गुरुकुलमा रहने र त्यही रहेर शिक्षा विद्या प्राप्त गर्ने, भौतिक वस्तु, गृहस्थ जीवन, कला संस्कार प्राप्त गर्ने परम्परा प्राचीन परम्परा हो। यही अनुरूप व्रतबन्धको दिन केटोलाई प्राचीन कला संस्कृति झल्काउने गतिविधि गराइन्छ। व्रतबन्ध कार्यक्रममा सहभागी हुन आएका आफन्तसँग भवती भिक्षामे देही भनेर भिक्षा माग्ने र स्वस्ति भनेर ग्रहण गर्ने गरिन्छ। यस दिन केटोको मामाले कपाल काट्ने गरिन्छ। आफ्नो परम्परा अनुसार लामा गुरु, पुरोहित गुरुहरूले विधिवत ढङ्गले केटोलाई संस्कार इत्यादि कुरा सिकाइन्छ। व्रतबन्ध गरिसकेपछि उक्त केटोले 3 दिनसम्म ब्रह्मचार्य व्रतको पालन गर्ने, सात्विक भोजन गर्ने, मरेको मान्छेको लास यात्रामा सामेल नहुने, बिहान उठेर भगवानको पूजामा मन लगाउने नियमहरू पालन गर्नुपर्ने हुन्छ। द्वापर युगको समयमा स्त्रीहरूले पनि यो नियमको पालना गर्ने गर्दथे। कलियुगमा आएर भने स्त्रीहरूको लागि कन्या पुण्य, वस्त्र धारण जस्ता कर्महरू गरिन्छ। एउटै घरमा व्रतबन्ध, विवाह जस्ता मङ्गल कार्य वर्ष दिनभित्र गर्नु हुँदैन। व्रतबन्ध गर्दा घरको आमा महिनावारी भएको बेला, गर्भमा अर्को बच्चा रहेको बेला वा भर्खरै अर्को बच्चा जन्मेको बेला यस्तो अवस्थामा व्रतबन्ध गर्नु हुँदैन। आफ्नो वंशाजमा 3 पुस्ताभित्र कसैको विवाह भएको खण्डमा पनि चूडाकर्म जस्ता कार्य 6 महिनाभित्र गर्नु मिल्दैन। तर नयाँ वर्ष फेरेको खण्डमा भने गर्नु मिल्छ।